आइके लु फाइनली आज चाहिँ बिहानकै फ्लाइटमा हामी लुक्ला उड्दैछौँ वर्ल्डको मोस्ट डेन्जरस फ्लाइटमा विक्रम दाइले हुनुहुन्छ त्यही भएर कसै पनि डराएको छैन है जानु ल फाइनली हामी चाहिँ अब लुक्ला एयरपोर्टमा आइपुग्यो यसलाई चाहिँ तेन्जिङ एन्ड हिलेरी एयरपोर्ट पनि भन्दो रहेछ उनीहरूको नाममा बनाएको रहेछ यो एयरपोर्ट चाहिँ अनि तपाईँहरूले अहिले भिडियोमा जस देखिहाल्नु भयो है अनि किनभने यो एयरपोर्ट चाहिँ ओन्ली 527 मिटर्स मात्रै लङ अनि फेरि इन्क्लाइन पोजिसन्समा भएको भएर चाहिँ कि भित्तामा ठोक्किने भन्ने चान्सेसहरू पनि निकै रहेछ त्यसै कारणले गर्दा चाहिँ सायद यसलाई वर्ल्ड मोस्ट डेन्जरस पनि भनेको होला तर दिस इज द भ्यू है फ्रम लुक्ला एयरपोर्ट हामी केही छिनमा चाहिँ अब हामी चाहिँ हिँड्नको लागि प्रस्थान गर्छ यो चाहिँ वान अफ द टेक अफ पनि हो जस टेक अफ गर्ने बेलामा चाहिँ आई थिङ्क इजी नै देखिन्छ होला तर ल्यान्डिङमा चाहिँ उनीहरूले पाइलटहरू चाहिँ एकदम स्किलफुल भएर चाहिँ पोजिसन चाहिँ मिलाउनै पर्ने रहेछ यो टिपिकल घरहरू जसरी कस्तो मजाले भाँडाहरू सजाएको कि यो चाहिँ एकदमै मलाई मन पर्यो है यस्तो आफ्नो ट्रेडिसनल भाँडाहरूलाई यसरी सजाउने जमुना दिदी हिँडेको 100वटा स्टेप पनि भएन दिदीहरू यहाँ हाम्रो गाइड विक्रम दाइ यहाँ हेलो हेलो बहिनीहरू सबैजना आज ल्यान्ड भएर ह्याप्पी फेसेस भइरहेछ है ह्याप्पी फेसेस कसको फोन हो एउटैबाट गरौँ धेरै दुईजना बोलाउनु झोला चाहिँ कति राम्रो आएको है तपाईँको ओ हिमाई दिदी झोला चाहिँ खतरा आएको है झोला चाहिँ खतरा आएको हेलो नमस्ते हामी चाहिँ स्टिल अलि लुक्ला बजारमै छौँ अनि यो चाहिँ पासाङ लेम्बु शेर्पाको नाममा बनाएको गेट अब यो गेटबाट चाहिँ पासाङ लेम्बु गाउँपालिका सुरु भयो लुक्ला बजार चाहिँ अब हामीले छोड्यौँ
आजको हाम्रो चाहिँ टार्गेट चाहिँ फाक्दिङ नभइकन चाहिँ मन्जु थियो किनभने हिजो फ्लाइट डिलेले गर्दाखेरि चाहिँ फाक्दिङ बस्नुपर्ने तर अलिकति मन्जुमै गयो भने चाहिँ छिटो हुन्छ भनेर चाहिँ हामी चाहिँ मन्जु पुग्यो भने चाहिँ भोलि नाम चाहिँ छिटो पुग्ने हिसाबले चाहिँ हिँडेको छौँ है। यो चाहिँ फर्स्ट चेक पोइन्ट आफ्टर लुक्ला। यहाँनिर हरेक ठाउँमा चाहिँ चेक पोस्टहरू यसरी रहेछ ताकि मान्छेहरू सबै सुरक्षित तरिकाले चाहिँ पुगेर फर्कियोस् भन्ने चाहिँ उनीहरूको चेक रहेछ गभर्मेन्टबाट। लीला देवीको डबल बसेको नाम खच्चड आउँदाखेरि साइडबाट त्यो साइड रङ साइड भयो है बसाइ यो साइड हुनुपर्छ यसो चाहिँ गरेको खच्चड उता जान्छ यो साइड तपाईँको रुम मार्नुको भन्नु त्यसलाई सोध्नु मैले फोन नपरेको सुनेको हामीसँग धेरै टाइम छ बिस्तारै जानु अघि दिन आज हाम्रो धेरै वकै छैन बिस्तारै जाँदा हुन्छ क्या। यहाँ चाहिँ खजुरको ट्राफिक चाहिँ निकै धेरै हुँदो रहेछ। यो चाहिँ हाम्रो 4th वान हो हामीले भेटेको सोफार। एउटाले अगाडि बसेर ठिङ्ग उभिनु पाइँदैन है फोटो खिच्ने बेला साइड साइड लगाएर गर्नुपर्छ है। हामी अन्त पछाडिपट्टि कोही कोही आइरहेको छ भनेर याद गर्नुपर्छ है बोक्नेहरू आइरहेको हुन्छन् ल। यसरी ढुङ्गामा लेखेको चिजहरू चाहिँ निकै धेरै ठाउँमा नै रहेछ। विशेष यो कार्भिङहरू पनि राम्रो तरिकाले है एकदम सोचेर भगवान्को नाममाहरू बनाएको रहेछ त्यो पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। मैले चाहिँ मेरो भिडियो खिच्नको लागि सेभ गरेछु कि त्यति ब्याट्री कुनै कुनै चाहिँ डाउनलोड त्यतिकै भन्छ दिदी अन द वेमा है यो मोनास्ट्री चाहिँ। हेलो हेलो सबैजना हिँड्दैछु खाजा खाने। कति बज्यो अरे त 9:30 मात्रै हुँदैछ। ठाउँ मात्रै घर हुन्छ पिलिकोमा चाहिँ कति हामी बस्दाखेरि राति टेम्परेचर -17 थियो। तपाईँको बाटाको पानी जम्निनु हजुर पहिला पनि आउनु भएको इबिसी होइन पिलिचोमा चाहिँ किलिचोमा झन् चिसो है त्यो धारामा पानी जम्ने के हजुर त्यस्तो हुन्छ। अहिले चाहिँ लालीगुराँसको पनि सिजन भएर यसरी बाटोमा लालीगुराँसहरू थुप्रै छन्। हाम्रो हिजो फ्लाइट क्यान्सल भएर हामी फाक्दिङमा बसेर मानजाङमा बस्नु लागि भनेको छ सो द्याट नाम्चीमा छिटो पुगोस् अनि नाम्ची बजारको क्लाइमेटाइजेसन्स डे चाहिँ हटाउने भनेर। सो हामी हिँड्दैछौँ यस्तो भिड छ पछाडि चाहिँ कटरहरू आउँदैछ। सो I don't want to get left out. अर्को फेरि यतापट्टि आयो खचडहरू ट्राफिक चाहिँ यसैको हुने रहेछ।
ल है खतरा 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 कम अन फोटो रे दिदी कचौडा भेटौँ भनेको उकालोमा सकिएन सो दे विन वी लस्ट here we go another one जाँदै गर्दा हुन्छ जानु तपाईँहरू बाबा खिचिदिन्छ म हेलो गीता दिदी हेलो ममता बहिनी हेलो हेलो दिया बहिनी जानुहोस् हेलो भाइ हेलो बिमा दिदी हेलो लक्ष्मी दिदी ल है ल कडा ल विशाल दिदी अब चाहिँ म नि हिँडेँ दुईजनालाई पछाडि छोडेर वान अफ द फर्स्ट ब्रिज आफ्टर लोकला यहाँ चाहिँ हामी हिँड्दैछौँ पुल हल्लाइदिउँ को डराउँछ लास्ट दिदी डराउनु भयो म चाहिँ घाँटी सुकेको भएर यहाँनिर लगाउँदैछु सबै रेड भयो सुषमा दिदी हामी बाटो छ क्या पछाडि पोटर दाइहरूलाई ल कम अन दिस इज नथिङ हजुर लास्ट दिदी अलिक डराउनु हुँदो रहेछ अलि गरौँ है के भयो ट्राफिकमा त नगर्ने दाइ हामी त बुझिदिन्छौँ नगर्ने ल दाइ हेर्नुहोस् फर्स्ट ब्रिज कट्यो है हाम्रो दिदीहरूले नि ल थ्याङ्क यू तपाईँ भन्नु न अनि हामीले टाउको दिने घाम ल्याउने जस्तै मलाई चाहिँ त्यो भने घाम हेऱ्यो नि घामले तातिने टाउको दुख्छ क्या है अनि यदि हिँड्ने यहाँबाट चाहिँ सगरमाथा पार्क सुरु एउटा चेक पोइन्ट एउटा गर्दै हुनुहुन्छ है ग्रुप गरे अब सकिहाल्थ्यो क्या So in this trip we see 4 8,000 mountain: Bakalu, Lhotse, Everest, and Joy. So and this also this Khumbu glacier and this Nagadumba. So Khumbu is the first longest glacier and Nagadumba is the second glacier of Nepal. So we crossed that Nagadumba glacier and go to Thangla. यहाँबाट चाहिँ सगरमाथाको निकुञ्ज स्टार्ट हुन्छ अनि यो चाहिँ माप कुन हिमाल कहाँ छ भनेर यहाँनिर चाहिँ चेकपोस्ट पनि छ है यहाँबाट चाहिँ झेगोली माउन्टेन यसको तल चाहिँ ग्लेसियर लेक छ अरे है खुम्बु लेक माउन्टेन यसको तल चाहिँ खुम्बु ग्लेसियर लेक छ अरे यो चाहिँ होली माउन्टेन रे त्यसको तल चाहिँ खुम्बु ग्लेसियर अनि त्यहीबाट बगेर आएको यो खोला यसरी खदा लगाउँदो रहेछ यहाँनिर हामीलाई गुड लक दियोस् भनेर
भर्खर इन्फर्मेसन्स पाएँ यो होली पेक चाहिँ शेर्पाहरूको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ लाइक उनीहरूले चाहिँ एकदमै मान्दो रहेछ यसलाई सो एन्ड आई थिङ्क यहाँ चाहिँ होली पिक भएको भएर चाहिँ यसमा चढ्न पनि मन आइरहेछ अहिले चाहिँ हिउँ नपरेको भएर चाहिँ यसमा अलिकति खाली नै छ तर it's not a mountain, it's a peak. Hillary Bridge. आज हाम्रो सेकेन्ड डे मोन्जोबाट हिँडेर अहिले हामी हिलरी ब्रिजमा आएको छौँ ठ्याक्कै तपाईँको सिरमा हिलरी ब्रिज छ कस्तो भइरहेको छ मलाई रमाइलो फिल लागिरहेको छ त्यहाँ बन्ची हाल्नु भएको छ तर मुन्डा डुक गयो अनि तर हाल्न त सक्दैन होला कस्तो यहाँको रिभर चाहिँ दामी छ हेर्नुहोस् रमाइलो भइरहेको छ यहाँ फोटो सेसन चल्दैछ कस्तो हुनुहुन्छ बिना दिदी I'm good, thank you, बहिनी तिमीलाई कस्तो छ ठिक छु रमाइलो एक्सपिरियन्स है हजुर अब हिजो दिदीहरूले मिठाई दिनुभएको छ अहिले खाने बेला अल गुड दिदी अब कुन चाहिँ मिठाईबाट रस निस्क्यो थाहा भएन ए हजुर होइन च्याप भइरहेको छन् खुट्टी पुरै भिजिसक्यो धन्यवाद यो चाहिँ हिलरी ब्रिजको पारिपट्टिबाट चाहिँ यो हिमाल अलिकति अँध्यारोमा आएको छ बट यो चाहिँ पासाङ लेम्बु शेर्पाको हस्बेन्डकोले राखेको थाम सेर्कु हिमाल रहेछ हिलरी ब्रिज चाहिँ यही छ बन्जी हान्ने चाहिँ तल छ नाम चाहिँ भन्दा अगाडिको चेक पोइन्ट हो अब हामी चाहिँ नाम्चे बजार आइपुग्यो हामी नाम्चे बजारमा चाहिँ खाना आइपुगे नाम्चे बजारको गेट नाम्चे बजार यति साह्रो एडभान्स रहेछ कि यहाँनिर सीसीटीभी क्यामेरा पनि देख्न सक्नुहुन्छ नट जस्ट वाटरफल नाम्चे बजार ए हेर्नु न कस्तो मजाले है अब नाम्चेमा चाहिँ सबैजना मिलेर यस्तो सानो सानो चिजहरू पनि कति मजाले मेन्टेन त्यसलाई है प्रिजर्भ गरेर होइन उनीहरूको आफ्नो कल्चरदेखि लिएर सबै मजाले कति राम्रो तरिकाले राखेको कि अनि अब सिभिलाइजको हिसाबमा पनि कस्तो मजाले कि अब सीसीटीभी क्यामेराहरू सबै राखेर कस्तो सिक्योर फिल के इभन लाइक यहाँको मान्छेहरूलाई सोद्धाखेरि पनि उनीहरू एकदम सिक्योर भएर आफ्नो घरहरू छोडेर पनि हिँड्न सकिन्छ भन्ने खालको एउटा आफ्नो हुन्छ नि एउटा मनमा शान्ति भएर चाहिँ उनीहरूले त्यस्तो भन्न सक्ने भनेपछि त्यस्तो चिजहरू है हाम्रो क्यापिटल सिटीमा पनि भइदियो भने कति आनन्द हुन्थ्यो होला होइन अब हुन त
क्यापिटल सिटीमा पनि अब राम्रो चेन्जेसहरू त आउँदैछ होपफुली हामी त्यो ठाउँमा पनि पुगिन्छ होला जस्तो अहिले अब नाम्चेमा एउटा व्यापारीहरू भएर पनि है उनीहरूले अब कति मजाले सबैजना एकजुट भएर यसरी हेर्नु न अब यो घुम्नेदेखि लिएर पानीको अब यो होइन कति सदुपयोगहरू गरेको छ त्यस्तै चिजहरू पनि अब हाम्रो अब अरू ठाउँहरूमा देशहरूको अरू ठाउँहरूमा पनि देख्छ होला है अब जस यहाँ जस तपाईँहरूले अब लोकलामा अब वेटको कारणले गर्दाखेरि या त काठमाडौँमा हतार भएर किन्न पाएन भने पनि मजाले नाम्चेमा चाहिँ सबै ट्रेकिङको सामानहरू चाहिँ मजाले किन्न पाउँदो रहेछ यहाँ आएर चाहिँ किन्न पनि सक्नुहुने रहेछ है ल हेर्नुहोस् त यो हामी अझै माथि हो दिदी अझै माथि जाने ल अब हामी चाहिँ हाम्रो जस्तो नाम्चेमा बस्ने आज एक रात बस्ने चाहिँ होटलतिर जाँदैछौँ होटलको नाम चाहिँ आमा दाब्लम जस हेर्नु न अब यो हिँड्ने फुटपाथहरू पनि कति मजाले हिँड्ने अब यहाँको बिजनेसम्यानहरूले चाहिँ मजाले मिलाएर राखेको छ होइन जस तपाईँले पनि देख्न सक्नुहुन्छ यो भिडियोमा ल हिलरीको ठाडो कालो हिँडेपछि लहर लहर गर्दै बल्ल अब होटल आइपुग्यो यही हो हाम्रो होटल जस गेट पनि मजाले डिजाइन गर्नुभएको रहेछ यहाँको साउजीले चाहिँ यस एकदमै वेलकमिङ टाइपको हुन्छ नि हेर्दाखेरि पनि एकदमै छिरुम छिरुम टाइपको जस्तो रहेछ साथीहरू सबै यहाँनिर थाकित भएर अब अहिलेसम्म अब बेलुका त चिसो हुन्छ कि बिहान त अलिकति मजाको थियो कि यस्तो ठाउँमा नि है अहिले हिटर प्रोभाइडेड हुनुपर्ने है यहाँसम्म त कि फेरि एक्स्ट्रा टपअप होइन आज हाम्रो डे 3 हामी नाम्चेभन्दा अलिकति माथि आएको ल आज हामी चाहिँ जे सबैले भनेअनुसार चाहिँ एकदमै लकी भएर चाहिँ डे चाहिँ एकदम मजाले खोल्यो आज माथि चढ्ने बेलामा चाहिँ अनि भ्यू चाहिँ एकदमै क्लियर छ यस्तो भ्यू पाउनलाई पनि अब जस मान्छे लकी नै हुनुपर्छ अरे हाम्रो गाइड दाइले भनेअनुसार यहाँनिर तपाईँले हेर्नुहुन्छ घाम पनि मजाले लागेको छ अनि यो वान अफ द मोनास्ट्री छ हामीले नाम्चेकोटीदेखिबाट यहाँ दिदीहरूले चाहिँ सबैले चाहिँ जस ध्वजा लाउनलाई चाहिँ रेडी भइराख्नु भएको छ अनि तपाईँहरूलाई चाहिँ अलिकति भ्यू देखाउनलाई पक्न चाहिँ अलिकति यता जाँदैछु यहाँबाट चाहिँ जस हिमालहरू चाहिँ मजाले देखिँदो रहेछ हामीले चाहिँ एक्लामाटाइजेसन स्टे नाम्चेको हटायो ताकि हामी टाइममा आउन पाउँछ भनेर अनि यहाँनिर चाहिँ अब जस नाम्चेमा चाहिँ तपाईँले चाहिँ धेरै म्युजियमहरू पनि देख्न सक्नुहुनेछ एउटा चाहिँ फ्री पनि रहेछ दा यो कुन कुन हिमालहरू हो यतादेखि लिएर कुन चाहिँ यो सुन्दर हिमाल ओके त्यो त हामीले उहाँबाट देखेको तेङबोचेबाट सरी कोङदे हिमाल हैन यतापट्टि छ ओ ओके अनि त्यहाँबाट थाम्सेरको तपाईले त्यो बेला थाम्सेरको ओके अनि त्यसपछि त्यो दाइ यो हिमालको बारेमा मलाई अलि आइडिया भएन हजुर त्यसपछि आमा दाब्लम ओ त्यो आमा दाब्लम यस ओ वाओ एभरेस्ट फुल वाला ओ त्यो टुप्पोको फुल वाला ओके लोप्चे हजुर यसरी अब literally that's the top of the Everest and that's Amadaplan अहिले चाहिँ हामी नाम्चेबाट अलिकति माथि
क्योङजुमा भन्ने गाउँमा आइपुग्यो रेस्टको लागि and this is the view अहिले एभरेस्ट चेक गरेर चाहिँ यहाँबाट but Ahmad Ablam just still full view on what's हल्का यहाँ घाम देखेको देख्न सक्नुहुन्छ अब नाम्ची कटेपछि चाहिँ बल्ल याकहरूलाई चाहिँ देख्न थाले जस प्रायः चाहिँ याकहरूलाई पनि यसरी भारीहरू बोकाउँदो रहेछ अब माथि तल गर्ने एउटा ट्रान्सपोर्टेसनको हिसाबमा चाहिँ Finally, हाम्रो यो actually day 4 हो but हाम्रो लुक्लाको फ्लाइट चाहिँ क्यान्सल भएको भएर चाहिँ नाम्चेको क्लाइमेटाइजेसन्स हटाएर सो एक्चुअल रामेछापबाट हिँडेको दिनबाट चाहिँ आज डे 3 and we're finally here in Tengboche अनि यो चाहिँ टेङबोचेको चाहिँ मोनास्ट्रिज एउटा गेट रहेछ and this is how it looks. And here we are. That's the monasteries. Okay, so finally, I'm at Tengboche, my view. And this is the view. यो चाहिँ ग्लासियर रे है दिदी कुन चाहिँ हिमालबाटको ग्लासियर रे भरे बहिनीहरुबाट एयर ड्रप गर्नु पर्छ मात्र ग्रुप पिक्चरै खिचिन्छ टेङबुचे चाहिँ 3875 मिटरमा रहेछ कसैलाई लेख त लागेको छैन नि छैन लागेको यो चाहिँ मोनास्ट्रिज हाम्रो गीता दिदी वहाँ हुनुहुन्छ गीता दिदी ठिक छ अब जाडो हुन लाग्यो नि ओ वाह हो त्यहाँनिर त हिमाल पनि रहेछ नि त ब्याकमा त अर्को दाजु त्यो हिमालको नाम के हो तपुच्चे अनि यो ग्लासियर यो बग्ने चाहिँ यो बिचको चाहिँ खान्तेका भन्छ अहिले छोकिरहेछ टेम्चे खाम्चिका खान्तेका अनि यो मोनास्ट्रिजको नाम चाहिँ दाइ म माथि आउँछ यो चाहिँ तबुच्चे है दाइ अनि यतापट्टिको नोच्चे ओ यो चाहिँ नोच्चे हजुर है अनि त्यो बिचको चाहिँ माउन्ट एभरेस्ट ओ त्यो जुन बादल लागिरहेछ नि बादल लागिरहेछ हजुर नोच्चे लोच्चे बिचको चाहिँ त्यो अलिअलि बादल लागेको चाहिँ त्यो चाहिँ माउन्ट एभरेस्ट ओ अनि त्यसपछिको यतापट्टिको चाहिँ दाइ ओ आमादाप्लम त्यो पनि अलिकति बादलले छेकिरहेको रहेछ है हजुर आमादाप्लम चाहिँ अलिकति बादलले छेकेछ बट माउन्ट एभरेस्ट चाहिँ यहाँबाट मजाले देखिन्छ आजको हाम्रो दिन चाहिँ अलिकति साह्रो पर्यो किनभने उकालो अलिक थियो हिजोको पनि उकालै थियो तर नाम्चेमा हाम्रो क्लाइमेटाइजेसन स्टे हुनुपर्ने थियो जुन चाहिँ फ्लाइट क्यान्सल भएको कारणले गर्दाखेरि चाहिँ हामी नाम्चेको क्लाइमेटाइजेसन्स हटायो किनभने मान्छेहरू फेरि बाँकी युके जानुपर्ने थियो सो युके भेट्नको लागि फ्लाइट्स भेट्नको लागि हामीले त्यो हटाएर चाहिँ होपफुली वी शुड बी ब्याक अगेन अन टाइम अन ट्र्याक भनेर चाहिँ त्यो गरेको छौँ होपफुली हुन्छ होला अहिले मेरो पछाडि अघि भनेको हिमालहरू सबै छ आमादाप्लमदेखि लिएर लोच्छेदेखि लिएर एभरेस्टदेखि लिएर थ्याङ्क यू
यो चाहिँ तेङबुचे मोनास्ट्री हो जस यहाँनिर हेर्नुहोस् न तपाईँहरूले यो गोलो गोलो आकारहरू बनाएर है यसको यो डिजाइन जसले पनि बनाएको कति राम्रो एकदम आकर्षित के होइन जस हामीले चाहिँ अथोरिटी लिएर नै यो भिडियो क्यामेराहरू लिएको हो जस तपाईँहरूले चाहिँ सानो डोनेसन गर्नुपर्ने रहेछ यो खिच्नको लागि चाहिँ गुम्बा भन्ने बित्तिकै जस मजाले है एकदमै पिसफुल होइन भगवान बुद्धको नाममा चाहिँ हामीले मजाले आनन्दले पिसफुल फिल हुने रहेछ यो चाहिँ अहिलेको यहाँको लामा गुरु हुनुहुँदो रहेछ उहाँको मेन अनि यहाँनिर चाहिँ यो चित्रमा चाहिँ हरेक गुरुहरूको चाहिँ आफ्नो त्यो उस रहेछ अवतारी गुरुहरू अहिलेको मेन अवतारी गुरु चाहिँ उहाँ हुनुहुँदो रहेछ यो चाहिँ हाम्रो डे 4 अनि यो भ्यू तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो होटलबाट हो दिबुचीको होटलबाट आमा दाब्लम स्टिल स्ट्रङ त्यहाँ देखिराख्न सक्नुहुन्छ भ्यू फ्रम हाम्रो होटल एभरेस्ट चाहिँ यही छ अरे सानो कचा कचा गएको छ एभरेस्ट ओ ऊ त्यो के अरे त्यो कोचे कोचेको पछाडिपट्टिको ए ओके त्यो सानो उठेको चाहिँ त्यो चाहिँ एभरेस्ट रे अनि यो चाहिँ अब दाउलम भइहाल्यो हामीले पाङबुचे भन्ने आइपुग्यो यहाँबाट चाहिँ आमा दाब्लम भनेको बेस क्याम्प रहेछ अनि माउन्ट एभरेस्ट चढ्ने मान्छेहरूले चाहिँ पहिला त्यहाँनिर ट्राई आउट गर्छ अरे बट वी आर गोइङ अप बिकज वी गोइङ टु एभरेस्ट बेस क्याम्प आज हाम्रो डे 5 तर हिँडेको चाहिँ डे 4 भयो फ्लाइट डेको क्यान्सल गरेर आमा दाब्लम चाहिँ इजिली पोइन्ट आउट गर्न सकिँदो रहेछ यहाँबाट चाहिँ त्यो बादल निस्केको चाहिँ त्यो चाहिँ एभरेस्ट यतापट्टिको नोप्चे यतापट्टिको लोचे यो चाहिँ आमा दाब्लम भयो दिदी अब यो चाहिँ थाहा छैन अब नेक्स्ट दाइलाई नै सोध्नुपर्छ तर अलराउन्ड गर्दाखेरि चाहिँ यस्तो रहेछ हामी चाहिँ पेङबोचे भन्दा माथि आएर अहिले चाहिँ 4000 अल्टिट्युडमा छौँ हिजो भन्दा चाहिँ 230 मिटर्स हिजो बसेको भन्दा चाहिँ 230 मिटर्स अबभ गीताजी कस्तो हुनुहुन्छ है स्टिल एक्साइटेड अनि बिना दिदी हजुर है यस्तो हेडेकहरू कसैलाई केही भएको छैन हामीसँग अहिले सो फार थ्याङ्कफुल्ली गड इज स्टिल देयर फर अस यहाँनिर हाम्रो ममता बहिनी आउँदै हुनुहुन्छ फोटोग्राफर खोलाको नाम पनि थाहा छैन तर यो तल चाहिँ खोलाहरू मजाले बग्दैछ अनि यहाँनिर चाहिँ कति ठाउँमा चाहिँ पहिरो गएको भएर चाहिँ बाटोहरू पनि अप एन्ड डाउन रहेछ निकै ओ माइ गॉड फेरि आयो ट्राफिक अब कसरी बाटो दिने होला हौ अब चाहिँ जति माथि हिँड्दै गऱ्यो त्यति नै गाह्रो हुने आफूलाई चाहिँ छिटो हिँडे जस्तो फिल गर्न खोज्छ मनले चाहिँ तर सासहरू चाहिँ हुन्छ नि अब एकदम अक्सिजनको लेभलले गर्दा चाहिँ गाह्रो हुने रहेछ क्या यो आइडिया चाहिँ कस्तो खतरा लाग्यो क्या मलाई चाहिँ हुन्छ नि अब 2 वे तपाईँको अब सोलरबाट अब क्याटल पनि यहाँ उम्लिरहेछ है तातो पानी पनि भइहाल्यो घामको सदुपयोग पनि भइरहेछ प्लस तपाईँको अब घरमा बत्ती बल्ने सोलर पनि भइरहेछ योबाट चाहिँ Look at this, gorgeous. Wow. यहाँ साथीहरू जाँदैछ हामी खाना खाएर हिँडेको अहिले दिङबुचेको लागि नो है अल्टिट्युडले गर्दाखेरि चाहिँ उकालोमा चाहिँ साह्रै छ जति छिटो हिँड्छु भन्ने पनि यस्तै ढिलो सुस्त हाम्रो चाहिँ के अरे हिँडाइ हुँदैछ है अहिले चाहिँ हामी 4000 almost 200 meter आइसक्यो and this is the view
अब टिम्बु चाहिँ पुग्न दिने छैन 2 hours left यहाँनिर यो पहिरो देख्न सक्नुहुन्छ तर हावा चाहिँ एकदमै लाग्ने यहाँनिर चाहिँ यो चाहिँ होली माउन्टेन रे हामीले चढ्न मिल्दैन शेर्पाले एकदम भन्ने लोबुचे हामी चाहिँ पर्सिको दिनमा त्यहाँ जाँदैछौँ त्यसको बेसमा एन्ड ओभियसली यो नबुच्चे भइहाल्यो लोत्से भइहाल्यो एन्ड अगेन स्टिल अब त त्यसरी प्रेयर ढुङ्गाहरू दिन सक्नुहुन्छ तपाईँहरूले प्रेयर ढुङ्गाहरू आज राति हामी बस्ने चाहिँ यो गाउँमा र यो गाउँलाई चाहिँ दिङबुच्चे भन्छ एन्ड दिस इज वेयर वी आर स्टेइङ टुनाइट मरिचिया र घरबाट बनाएको भटमास र मकै खाँदैछन् कति राम्रो गरेछ यसो दिमाग लगाएछ अन्जुले ल्याए पनि गाउँबाट उसको सासूको हात थ्याङ्क यू हुन्छ हस् दिदी मैले ट्याग गरेको थिएँ हेर्नु त हिजोको माथि माथि चाहिँ अब रुख नभएको कारणले गर्दाखेरि चाहिँ यसरी चौरी गाईको चाहिँ गोबरले चाहिँ हिटरहरू बाल्दो रहेछ अनि यसको माथि चाहिँ क्याटल पनि राखेर अब उनीहरूले पानी पनि तताउँछ पछि रुम पनि तातो पानी पनि तातो दिदी मलाई छोडेर जानु पाउनु तपाईँ मलाई सुन्नु न आफू चाहिँ 96 आउने गुड गुड मलाई फाइदा हुने काम एल्टिट्युडमा चाहिँ एटलिस्ट 80 भन्दा माथि चाहिँ आउनुपर्छ अरे है आई नो लाइक हामीले उता चाहिँ 94 भन्छ तर यहाँ चाहिँ 80 हामीले चाहिँ यो चाहिँ नाम्चेबाट चाहिँ नाप्दै सुरु गर्दै आएको छ मैले चाहिँ तीन हो त्यही हो तीन Thank you. बिचारा पुरै बसेर हिजो यहाँबाट टाढो जानुपर्छ भनेर मैले चाहिँ बन्द गर्छु सबैको घर हाल्छ ठाउँ ठाउँमा तास बाँधे बढ्छु अर्को आइसकिन जस्तो के भयो नेट त मलाई थाहा छैन पानी चाहिँ व्यवस्थै गर्नुपर्छ मैले मिस जस्तो लाग्छ मलाई त मिठो सोधिदिने क्या अब होइन फेरि मलाई त्यो उवाला केही छैन क्या भात हालिरहेको छ क्वेसन चाहिँ दिइरहन्छ एक्जाम्पल दाइ एक्जाम्पल यसो भात खान्छ अनि पानी त दिनुपर्छ र होइन पानी फेरि हालिदिइरहेको क्या भाइ मलाई पानी भन्यो भने त क्वेसन सिधिन्थ्यो भाइ पानी त दिनु पर्यो ह्यान्डल गर्नु पर्यो नि भाइ अन्त टुवा खाएर के भन्यो भने मलाई चिन्ता पर्छ क्या पानी आउने हो नि नै भएन क्या म एक्कासी तपाईँले सोधिदिनु म कन्फ्युज भयो क्या अहिले त ढेवा गएर म चाहिँ कहाँ लिएर छोडेर ल्याएर क्या हो हामी त हेर्ने दर्शकको त अलि पनि 50% जस्तो लागिरहेको ए लु पैसा यो पाइप धेरै बोल्दो रहेछ कि दिदीले दिए क्या धेरै बोल्दो रहेछ भाइले मेरो रेडी भएको छैन एकछिन है म रेडी भएको छैन
खतरा ड्याम पैसा खायो क्या दिदी ढुक्क भएर भने पैसा खायो ल लेखेर दिन्छु म पैसा लेखेर दिन्छु म खायो भने दिदी खायो क्या रहन्छ यहाँ यहाँ छैन जुट देखाउनु खायो भाइ जुत यहाँ पनि छ नि छक्का जुट किटीकोले खान्छ त आज हाम्रो डे 5 है हामी आज दिङबुचेमा यहाँ भिमा दिदी लासे दिदी सुषमा दिदी सबैजना एक्टिभ छ है हाम्रो पूर्णिमा बहिनी हेलो बहिनी दिना दिदी अनि दिया बहिनी लक्ष्मी दिदी लक्ष्मी दिदीको गुड है एक्सन्स ल मिसा दिदी कस्तो हुनुहुन्छ अनि सबभन्दा एक्टिभ चाहिँ ममता बहिनी नै है आज हामी जाने चाहिँ यता माथि यो टावर हामीलाई रेकमेन्डेसन्स चाहिँ अल द वे टु द टप भन्नुभएको छ योनिर यहाँनिर सानो सिङ्की देख्नुभएको छ त्यो चाहिँ जोन 3 रहेछ त्यहाँ गयो भने चाहिँ एभरेस्ट बेस क्याम्प इजिली सक्न सक्नुहुन्छ अरे एन्ड यो चाहिँ जोन 2 भयो आज हाम्रो एक्रोमेटाइजेसन्स डे चाहिँ यहाँनिर ट्रेनिङ हुँदैछ है सबैजना एन्ड यो चाहिँ हाम्रो तामाङ दाईको होटल रहेछ होटल समिट भेरी नाइस दिङबुचेमा अनि भ्यू चाहिँ अहिले यस्तो छ यहाँको हल्का क्लाउडी यस्तो छ यो चाहिँ हामी हाम्रो होटलको पछाडिबाट अब एक्रोमेटाइजेसन्सको लागि चाहिँ हामी यहाँ माथि जाँदैछौँ हाम्रो यहाँ टिम यहाँ माथि जाँदैछ सबैजना यही हो मैले अघि भनेको अघि अगाडिबाट देखाएको थिएँ तपाईँहरूलाई यो टेम्पल चाहिँ यो जोन 1 अर्को यो जोन 2 त्यो टपमा चाहिँ जोन 3 लेट्स हामी कहाँसम्म पुग्न सक्छौँ है यहाँ चाहिँ हेलिकप्टर चाहिँ लाइक अलमोस्ट लाइक अ मोटर बाइक जस्तै रहेछ एक्सपिडिसनको लागि नै आउँदैछ अरे सो हेलिकप्टर चाहिँ एभ्री फ्यु मिनट्समै उडिरहेको छ ल अहिले चाहिँ हामी हाम्रो टिम एक्रोमेटाइजेसन्सको जोन 2 मा आइपुगेको छौँ वी फाइनली मेड इट टु जोन 2 विदाउट एनी प्रब्लम्स यो ढुङ्गाहरू चाहिँ मान्छेहरूले चाहिँ मेमोरीमा चाहिँ ढुङ्गाहरू बनाएर या त आफ्नो गडलाई सम्झेर चाहिँ ढुङ्गाहरू बनाउँदो रहेछ है एन्ड यहाँनिर चाहिँ हिमालको भ्यूहरू छ है सो वी आर लिटल बिट अप देन द प्रिभियस वान एन्ड दिस इज द भ्यू चाहिँ यो चाहिँ कुन चाहिँ हिमाल दाइ ल मिरा यहाँबाट चाहिँ खुम्बोला पास गरेर जाने हामी हामी जाँदैछौँ त है होइन त्यो त जाँदैनौँ हामी ओके जाने हो खुम्बु पास गरेर चाहिँ लोबुचे जाने लबुचे ओके 3 पास मध्येमा एउटा पनि रिस्की पास त्यसलाई पनि भन्छ हजुर अनि यो खोला चाहिँ खोला चाहिँ खुम्बु खोला हजुर अनि यो चाहिँ ब्याक साइड अफ आमदाबलम है त है ओके हिजो चाहिँ हजुर हिजो हामीले फ्रन्ट साइड देख्यो नि त अहिले चाहिँ अब ब्याक साइड दिङबुचे गाउँ हजुर दिङबुचे चाहिँ अहिले देखिन यहाँबाट चाहिँ कङतेङला त हामीले बाटोदेखिबाट देख्दै आएका थियौँ होइन कङतेङला अनि उता गएर तिम्रो के अरे सुन्दर पिक उसको छेउमा के अरे यो पहाडको छेउको चाहिँ नाम्चेको छेउमा सुन्दर पिक हजुर ओके त्यो त नाम्चेबाट देखेको हामीले देखेको थियौँ हजुर अहिले त आयौँ नि त हामी हजुर अनि यो चाहिँ अब यसलाई चाहिँ नामै दिएको छैन भनेको नाम दिएको छ के नाम दियो भने त्यो होली पिक भनेर त्यो के अरे हिजो एउटा गाइडले भनेको चढ्न नमिल्ने भनेको यो हो होला सायद यही हो हिमाल है हामी उताबाट आउँदाखेरि यो देखेको थियो नि त होइन ओके यो चाहिँ चढ्न मिल्दैन भनेर शार्प छ क्या त्यो स्टोन धेरै छैन ब्ल्याक हजुर काला पत्थरहरू धेरै भएन हजुर अनि उतापट्टिको त पहाडहरू मात्र भयो योभन्दा मुनि चाहिँ फेरि चाहिँ हो फेरि चाहिँ ए पछि हामी चाहिँ एभरेस्टबाट फर्किने चाहिँ त्यहाँ ठुलो धेरै घर छ त्यो नदेखिया हो ए हजुर 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 अनि यतापट्टिको चाहिँ सबै पहाडहरू त्यहाँ मुनि चाहिँ ग्लासियर छ एउटा ग्लासियर ओके तर हामीले भेट चलाउँदा त है त्यो पछि त्यही त्यो बाटोबाट जाने रोक्यो ओ ओके
भोलि हामी त्यही बाटो हिँड्छौँ भोलि हामी यही बाटो पछि जान्छौँ हजुर हावा धेरै चल्छ हजुर जतिसक्दो बिस्तारै राइट हाम्रो यो डे 6 क्लाइमेटाइजेसन डे यहाँ भइरहेछ फर्स्ट अफ अल हाम्रो लक्ष्मी दिदी हामीले अहिले जोन 3 मा आइपुग्यौँ जोन 3 भनेको चाहिँ एकदम अब जस्ट जोन 2 चाहिँ हाइली रेकमेन्डेड तर जोन 3 भनेको चाहिँ निकै राम्रो कस्तो फिल भइरहेछ फिल त अब कस्तो भन्नु टायर्ड हजुर हेडेक हजुर तर भ्यूले गर्दा यस्तो होइन हामी चाहिँ इन्जोय गरिरहेको छ है हजुर त्यो टायर फिल नै हराइरहेछ कि हो है हिजोको भन्दा धेरै लाइट भएको छ दिदी हिजोभन्दा धेरै लाइट छ हजुर विशाल दिदी कस्तो हुनुहुन्छ तपाईँ मलाई त एकदम रमाइलो लागेछ है मलाई त डे 1 देखि नै मलाई थ्याङ्क गड केही भएको छैन हजुर त्यही भएर आज त झन् एकदम रिफ्रेस भएर आएको छ हजुर यस्तो राम्रो सिनेरी हेर्न पाएकोमा हजुर अनि मलाई मात्र होइन सबैलाई आज राम्रो फिल गरिरहेको छ एकदम वर्थ इट अनि एकदम वर्थ इट फोटो सेसन पनि दामी खिच्यो हजुर अब यहीँ आमा दाप्ला अनि यता अरू पनि हिमालहरू होइन हजुर चारैतिर यस्तो आनन्द आउने अच्छा अलि सरी दिदी अघि चाहिँ हावाले गर्दा अलिक बुझेन ल फेरि भनिदिनुहोस् न हाम्रो आज डे 6 क्लाइमेटाइजेसन डे अघिको चाहिँ प्र्याक्टिस हजुर अघिको चाहिँ प्र्याक्टिस मात्र कस्तो भइरहेछ हामी एकदम इन्जोय गरिरहेको छु होइन हजुर के अरे आज जति पनि हाम्रो यो टायर्डनेसहरू थियो होइन अहिले सबै यो भ्यूले गर्दा होला मेबी होइन सबै हराएको छ होइन हजुर मतलब म चाहिँ इन्जोय गरेर छु मेबी बहिनीहरूले पनि इन्जोय गरिरहनु भएको छ होइन हजुर तर थ्याङ्क गड कोही पनि यस्तो भएको छैन हजुर विच इज गुड होइन भोलि पर्सि यस्तै होस् होइन हामीले जसरी आएको थियो त्यसरी जान पाओस् होइन हाम्रो ट्रेक चाहिँ सक्सेसफुल होस् चाहिने छ मेरो हजुर थ्याङ्क यू विशाल दिदी माई टर्न हजुर ल हजुर सोध्नुहोस् हजुर कस्तो भइरहेछ तपाईँको प्रश्न सबै रिप्लाई गर्न तयार छु हजुर मेन चाहिँ अब कस्तो फिल भइरहेछ वर्थ इट लागेको छ कि छैन वर्थ इट एकदमै वर्थ इट लागेको छ झन् आज एकदम वर्थ इट भएको जस्तो लाग्यो हजुर हावा चाहिँ निकै हानेको छ यहाँ हजुर तर यो भ्यूहरू हेरेर चाहिँ दिदीले भन्नुभएको भ्यू चाहिँ यो है यो चाहिँ आमा दाप्लम हजुर देख्नुहुन्छ यो चाहिँ पछाडिपट्टिको यो भाग चाहिँ हजुरहरूले देख्नुहुन्छ होइन हामी यति नजिक छौँ कि यहीँ यसरी नै छुन्छौँ अरू केही मेसेज हाम्रो टिमलाई अरू त्यही हो कोही पनि बिरामी नहोस् होइन हामी सबै राम्रैसँग हाम्रो एम जे छ नि बेस क्याम्पसम्म पुग्ने त्यो सफल होस् होइन सोफार सबैजना सबैसँग पुग्छौँ है सबै छौँ होइन अनि त्यही हो सबैले इन्जोय गरिरहेको छ अनि त्यही हो हुन्छ दिदी ल हस् थ्याङ्क यू धन्यवाद दिदी हेलो बहिनी हजुर हामीले अब जोन 3 पनि पार गऱ्यौँ है जोन 2 बाट पनि कस्तो भइरहेको छ जोन 3 मा चाहिँ एकदम सुट है किनभने हिजोसम्म त मलाई पनि टाउको दुखिरहेको थियो हजुर सायद लेग लाग्यो जस्तो लाग्यो तर होइन रहेछ है अब त्यो थकानले पनि होला है तर जति माथि आयो फेरि भ्यू हेर्दा हाम्रो थकान सबै गयो होइन आई थिङ्क हाइट पनि आएर क्लाइमेटाइज नै भएको हो कि अहिले त अलि फिलिङ बेटर भन्छ क्या अहिले त जस्ट सक्ला जस्तो लागिहाल्छ होइन यत्रो हाइटमा आइपुग्यो भनेपछि होइन बहिनी सबैलाई आउनु रिक्वेस्ट गर्छु होइन सकेसम्म के एकदम रेकमेन्डेड प्लेस होइन यो ओके ट्रेनिङ त गर्नु पर्दैछ किनभने हामीले चाहिँ नि आउनुभन्दा लाइक अब 6 महिना अगाडि न त 1 वर्ष त्यो जिमहरू जाने कार्डियो के हार्टको जिमहरू गऱ्यो भने किन मैले मेरो एक्सपिरियन्समा मलाई त्यो फिल भयो कि म धेरै जिम गर्दिनँ नि त त्यस कारणले मलाई चाहिँ के भयो भने उकालो चढ्दा मलाई चाहिँ एकदम ब्रिथिङ उसकै साह्रो डक्टर जस्तो भयो त्यो ट्रेनिङ चाहिँ नि त्यो कार्डियोहरूको लागि त्यस्तो चाहिँ एकदम चाहिँदो रहेछ अहिले हामी चाहिँ करेन्टली कति थाउजन्ड माथि छौँ अहिले हामी होटल चाहिँ 4100 भन्यो है 4410 भन्यो है अहिले त्यसको 300 मिटर एबभ आछ हामी हजुर भने द्याट मिन्स कति भयो 4710 त्यति भयो हजुर थ्याङ्क यू युट्युबमा कमेन्ट गर्नु ल दिदी हाम्रो सबभन्दा फिट हुने चाहिँ हाम्रो गीता दिदी है होइन अनै छ दिदी
सबभन्दा बोल्ने हाम्रो फिट अनि गीता दिदी हुनुहुन्छ अहिलेसम्म सबभन्दा अगाडि जाने पनि ग्रुपमा हाम्रो गीता दिदी नै हुनुहुन्छ एन्ड मैले निकनेम दिएको चाहिँ उहाँको नाम चाहिँ माउन्टेन गोट आज चाहिँ के अरे येल्लो कलरको पनि लगाइराख्नु भएको छ है अनि दिदी कस्तो भइरहेछ तपाईँलाई एकदम रमाइलो लागिरहेको छ चिसो लाग्ला जस्तो लागेको हजुर रमाइलो भइरहेछ यहाँ एनी मेसेज टिम कसैलाई टिम वाइज अब होपफुली अब सबैजना फिट एन्ड फाइन हामी माथि पुग्न सक्छौँ होला अनि हिजो चाहिँ अलिकति अप्स एन्ड डाउन भएको थियो तर अहिले सबैजना लुक्स क्वाइट हेल्दी होइन ह्याप्पी छोडेनौँ होइन तर स्टिल रमाइलो गर्ने चाहिँ छोडेनौँ जो जो टिमहरू अलिकति एक्टिभ थियो होइन तर अहिले चाहिँ सबैजना एउटै रेन्जमा हुनुहुन्छ क्लाइमेटाइज गरेर हामी 2 नाइट पनि कुन ठाउँ बसेको अरे डिम्बुचेमा बसेको हो आज अझै 1 नाइट बस्दैछौँ अनि अहिले चाहिँ हामी क्लाइमेटाइज गर्नलाई चाहिँ 4710 को हाइटमा आएर एयर ब्रिथ इन आउट गर्दैछौँ हजुर अनि यहाँ चाहिँ लाइक 5-10 मिनट पर्छ फेरि हामी तल गएर लन्च खानेछौँ हजुर एन्ड होपफुली विल हेभ अ गुड नाइट एन्ड देन टुमोरो विल मुभ अन टु दि नेक्स्ट डे थ्याङ्क यू दिदी टिकटक पनि यहाँनिर हुनुहुन्छ एक्टिभ है नाइस वान सुषमा दिदी कस्तो हुनुहुन्छ तपाईँलाई एकदम ठिक छु हजुर सबभन्दा मेन चाहिँ यो भ्यूहरू देखेर एकदम खुसी लाग्यो हजुर हात यसरी पछाडि सबैजनाले भोट माग्न आएको जस्तो भन्यो भोट माग्न आएको ब्रिदिङहरू सबै ठिकै छ दिदी अहिले एकदम ठिक छ हजुर कुरा एकदम फाइन छ हामी पर्सिको दिन चाहिँ एबिसी जाने होइन मेन चाहिँ भइरहेछ एक्साइटेड भइरहेछ एबिसीको लागि हजुर फाइनली तपाईँले पनि जति पुरा गर्नुभयो आज क्लाइमेटाइजेसनको डेमा कस्तो फिल भएछ मोर अलिकति मोटिभेटेड भएछ होला एकदम मोटिभेट भयो यसले गर्दा चाहिँ यो चाहिँ रेकमेन्डेड नै रहेछ अरू केही मेसेज कसैलाई सबैजनाले चाहिँ एकचोटि आफ्नो लाइफ टाइममा चाहिँ एकचोटि एभरेस्ट बेस क्याम्प चाहिँ आइदियो भने राम्रो हुन्छ लाइफ एक्सपिरियन्स होइन सबैलाई चाहिँ आएर हेरिदियोस् इन्जोय गरोस् जस्तो लाग्छ थ्याङ्क यू सबैजना है मेरो सुरु चाहिँ काठमाडौँबाट यस्तो हो चिसोले चाहिँ गर्दाखेरि चाहिँ अब काठमाडौँमा धुलोले गर्दाखेरि यस्तो भएको त्यही कारणले गर्दाखेरि हो सो नट बिकज अब म माथि आयो भने अब फेरि अलिकति त्यसले पनि होला बट दिस इज द सेम हिमालयस द्याट वी टुक फ्रम जोन 2 बट अहिले चाहिँ हामी चाहिँ जोन 3 मा आएको छौँ होइन अनि यो चाहिँ भ्यूहरू छ खोलाहरू यस्तो त्यहाँनिर छ पछि हामी इबिसी गरिसकेपछि चाहिँ फेरि चाहिँ भने चाहिँ यसको ठ्याक्कै तलपट्टि यो हिमालको तलपट्टि छ अरे तर अहिले चाहिँ यो डाँडोले गर्दा देख्दैन द्याट्स वाट द गुड थिङ अबाउट द माउन्टेन्स होइन अब जस्तो हाम्रो यहाँ टिकटक बहिनी ममता बहिनी हुनुहुन्छ हाम्रो बाजे पनि हुनुहुँदो रहेछ कति मान्छेले चाहिँ अलिकति माथि टपमा पनि ट्राई आउट गर्छ हस् थ्याङ्क यू सबैजनालाई राज के छ राज खै सबैजनाको नेचुरल चुरोट सरले फोन गरेर माया बिस्तारै जाउला भने त भनेन नि भाइलाई फेरि तपाईँले मेडिकल सेन्टरलाई सम्झ्या